आज कतै हिँड्नु भएको गर्लफ्रेन्ड हेर्नु मन पर्दैन त्यस्तो के खाजा हो सर हेलो एभ्रीवान वेलकम छ आजको मेरो भिडियोमा यो चाहिँ पार्ट 2 होला साथीहरु 1 चाहिँ मेरो फेसमा गएर हेर्नुस् ल दुर्दिमबाट लिम्बा जाँदा चाहिँ यो बाटोमा सबैभन्दा धेरै पहिरो जाने ठाउँ हो तर पनि हामीहरु त्यहाँनिर जुगाड गर्दै भए नि पुगेको थियौं अब त्यसै नै ढिलो भइसकेको थियो हामीहरु बाटोमा जाँदा घरि या त ट्रकले छेक्ने घरि टिफरले छेक्ने यस्तो भिरमा ढुङ्गाएर लाग्यो भने के गर्ने 15 मिनेट जति वेट चाहिँ गर्नु पर्यो मन पर्दैन त्यस्तो तपाईं खानु ना भोला ना चुरोट ना खैनी ना सुर्ती ना जाड ना रक्सी मन्चन्द्र दाइसँग गफ गरेको रमाइलो उहाँले केही पनि खानुहुन्न अरे त्यसै भन्दै हामीहरु चाहिँ त्यहाँबाट लाग्यौं टिफरले हामीलाई बाटो पनि छोडिदियो अनि फाइनली हामीहरु चाहिँ बुधबारेको छेउछाउ पुगिसकेको थियौं यहाँ त्यस्तो राम्रो झण्डाहरु राखिएको छ एकदम धेरै सुहाउँदिलो आज चाहिँ जहाँ गए पनि हामीलाई चाहिँ अप्रोका साथ वहाँनिर ट्रक टिफरहरूले पनि बाटो छेकेको त्यसै लेट भइरहेको थियो फेरि हाम्रो यहाँ गाउँले दाजु दिदी बहिनीहरु नि पाइप तानिरहनु भएको रहेछ सायद खानेपानीको लागि या सिँचाइको लागि होला हामीले एकैछिन पनि त अड्किनु पर्यो 5 मिनेट जति त्यसपछि हामीहरु सरासर बुधबारेतिर पुग्यौं बुधबारे बजार चाहिँ अहिले यस्तो भएको रहेछ पहिले भन्दा अझै धेरै राम्रो भइसकेको छ बुधबारे बजार चाहिँ हामीहरु त्यहाँ नन स्टप नबसिकन चाहिँ सरासर गयौं अनि यहाँ जाँदै गर्दा चाहिँ यहाँदेखि बाटो चाहिँ छुटिँदैछ क्या साथीहरु यहाँदेखि उता चाहिँ भेरेटार हुँदै जाँदो रहेछ अनि यहाँदेखि यता चाहिँ दुर्दिममा पुग्ने रहेछौं बाटो अफरोड भए पनि अब मणिचन्द्र दाजु कुदाउनुमा एक्सपर्ट हुनुहुन्थ्यो त्यही भएर उहाँले चाहिँ राम्रोसँगले नै ड्राइभ गरिरहनु भएको थियो ल त साथीहरु फाइनली हामीहरु दुर्दिममा पनि पुग्यो अब दुर्दिममाको सस्ता चौकी पनि पुग्यो हाम्रो कार्यक्रम चाहिँ यही सस्ता चौकी दुर्दिममा थियो म पुग्दा नपुग्दै उहाँहरु कतिजना आइसक्नु भएको रहेछ कतिजना बाँकी नै हुँदैछ पर्खापर्खी गरेर मैले कार्यक्रम पनि सुरु गरे मेरो कार्यक्रम चाहिँ अपंगता सम्बन्धी सचेतना कार्यक्रम थियो अपंगता भएका व्यक्तिहरुको लागि चाहिँ यो कार्यक्रम लिएर गएको थिए अनि अपंगता भनेको के हो अपंगता कति प्रकारको हुन्छ कति प्रकारको वर्गीकरण गरेको छ नेपाल सरकारले अहिले अपंगता भएका व्यक्तिहरुलाई चाहिँ के चाहिँ असुविधा दिएको छ भन्ने विषयमा चाहिँ आजको अभिमुखी कार्यक्रम रहेको थियो जसमा चाहिँ वडा सदस्यज्यूहरु स्वयंसेविकादीहरु अपंगताका व्यक्तिहरु सोको परिवारहरु आउनु भएको थियो अनि कार्यक्रम हुँदै हाम्रो त्यहाँको दाजु दिदीहरुले चाहिँ नास्ता पनि रेडी गरिसक्नु भएको रहेछ नास्ताहरु खाएर आजको कार्यक्रम चाहिँ हामीले राम्रोसँगले सक्सेस गरेर चाहिँ हामी त्यहाँबाट चाहिँ फाइनली घरतिर लाग्यौं हाम्रो बाइक चाहिँ बिग्रेको कारणले गर्दा बुधबारेमा बनाउनु गएको तर हालत हेर्नुस् ल दाजु कतै हिँड्नु भएको गर्लफ्रेन्ड हेर्नु यो बाइकले यति धेरै दुःख दिएको छ कि लाइफमा नचढाउँ ल दाजु यो बाइक लाइफमा नचढ्ने यो बाइक त आज त यस्तो धेरै दुःख दियो यार सुरुमा दाजुलाई त मैले भनेको नि बस्दैछु यस्तो अभिजोग गर्नु सुरुमा त यो बाइक ठिकै थियो तर हिँड्दै जाँदा चलाउँदै जाँदा घरि ब्रेक नलाग्ने घरि गियर चेन्ज नहुने हुँदा सका पनि भाँचिने बाइकले यतिसम्म धोका दिइसकेपछि त ग्यारेजले पनि क्यान्सल गरिसकेपछि अब हामी केमा जाने भनेर यताउता हेरेको टेम्पो रहेछ अनि टेम्पोलाई यस्तो भाडा सोधेको रवि पुग्नु चाहिँ 7-8 हजार लाग्छ भनिदिनु भयो अब के गर्नु यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको बाइक नबनिने भइसकेपछि चाहिँ हामीले एकजना दिदीको पसल अगाडि राखौँ अब बिचारा यहाँसम्म त कति धेरै हेल्प गरेको थियो माया पनि लाग्यो लाइफमा यस्तो पनि हुँदो रहेछ साथीहरु मलाई चाहिँ एकदम धेरै अब रिस हैन पुरा रमाइलो लागिरहेको थियो क्या अब जिन्दगीमा अनेकै भोग्नु पर्छ मलाई चाहिँ पुरै भोक लागेर साथीहरु यहाँ बसेर चटपटे चाउमिन एक्सट्रिम खाना थाल्यौं केही बेरमा एकछिनमा विनोदलाई बोलाएको थियौं विनोद पनि हामीलाई चट्ट लिन आइहाल्नु भयो त्यसपछि जसो तसो हामीहरु सबैजना मिलेर चाहिँ घरतिर लाग्यौं हाम्रो एकजना दाइले पनि हामीलाई हेल्प गर्नुभएको थियो मलाई लिफ्ट दिएर उहाँलाई धेरै धेरै धन्यवाद हाम्रो जाँदै गर्दा चाहिँ लेगाउँको बाटो हुँदै जानुपर्छ त्यहाँनिर चाहिँ यस्तो राम्रो ताल झण्डा फरफराएको ठाउँ छ एकैछिन भए पनि भिडियो फोटो खिचेर हामी चाहिँ रमायौं हामीहरु चाहिँ यहाँबाट नि घर राम्रोसँगले पुगेको थियौं जिन्दगीको गोरेटोमा कहिलेकाहीँ यस्तो त हुन्छ ल त साथीहरु तपाईलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएको निम्ति यो चाहिँ 2 पार्ट हो अगाडि 1 पार्ट राखिदिएको छु है त ल बाइ बाइ अर्को भिडियोमा भेटौँ है त